सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ मेघ सुब्बा लामा। म चाहिँ भरतपुर चितवन नेपालबाट। अनि म चाहिँ यो डेरी इन्डस्ट्रिजको मा केही गरौँ कि भनेर चाहिँ यो 3 दिने प्रोग्राम यो जुन अहमदाबाद गुजरातमा चाहिँ हाम्रो इन्जिनियर्स ब्रदर्स टेक्नोलाइटले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदाखेरि एकदम आभारी छु र इन्जिनियर टेक्नोलाइट ब्रदर्सलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। किनकि यो इन्जिनियर टेक्नोलाइट ब्रदर्सले चाहिँ यति राम्रो चाहिँ ट्रेडिङ हामीलाई गराउनु भयो हैन। अब जस्तै डेरीमा के चिज हुँदो रहेछ, के चिज चाहिँ सिक्न पर्ने रहेछ, यसमा एकदम हामीलाई लाग्छ सामान्य जस्तो लाग्छ, तर मलाई यहाँ आइसकेपछि डेरीमा चाहिँ एकदम भास्ट रहेछ यो चाहिँ हैन। यो चाहिँ अब भास्ट पनि छ, यसलाई चाहिँ सजिलो तालले लियो भने फेरि यो केही पनि छैन। अब यसमा हामीले जस्तै क्याल्कुलेसन पार्टहरू सिक्यौँ, त्यसपछि आएर चाहिँ प्रडक्टलाई कसरी इनोभेसन गर्ने र त्यो गरेको प्रडक्टलाई त्यो प्रडक्टको रेसिपीहरू के हो हैन। त्यस्तै ल्याबोरेटरी पार्टहरू पनि सिक्यौँ। त्यस पछाडि आएर चाहिँ मिल्कको प्रोसेसिङ गर्ने कुराहरू पनि सिक्यौँ र त्यसलाई कसरी बजारीकरण गर्नुपर्छ, मार्केटिङ कसरी गर्नुपर्छ, त्यसलाई कसरी कुन म्यानेजमेन्ट अपनाएर चाहिँ हामीले चाहिँ हैन चाहिँ फ्याक्ट्री चलाउनुपर्छ भन्ने कुरा पनि सिक्यौँ। यसको लागि इन्जिनियर टेक्नोलाइट ब्रदर्सलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यसै गरी यो 3 दिने कार्यक्रममा मलाई चाहिँ एउटा चाहिँ मोटिभेसनल पनि म भएको छु। किनकि उहाँहरूले बारम्बार इन्डस्ट्रीमा लाग्दाखेरि विभिन्न किसिमको चुनौतीहरू नै आउँछ, त्यसलाई कसरी सामना गर्नुपर्छ भन्ने कुराहरू पनि सिकाउनु भयो हैन। त्यसपछि आएर विशेष त अब यो प्रत्यक्ष तपाईको किसानबाट चाहिँ आउने यो दुधलाई चाहिँ कसरी चाहिँ यसलाई प्रशोधन गरेर हैन यसलाई विभिन्न यसलाई चाहिँ बाइ प्रडक्टहरू निकाल्न सकिन्छ भन्ने कुरा पनि यहाँबाट हामीले चाहिँ सिक्यौँ। यस्तै कुराहरू धेरै सिकेको छ। अब यो यहाँनिर चाहिँ सबै कुरा भन्न सम्भव भएन, तर विशेष एकदम महत्त्वपूर्ण कुराहरू चाहिँ हामीले यसबाट चाहिँ आज यो 3 दिने प्रोग्राममा चाहिँ सिक्न पायौँ। त्यसको लागि इन्जिनियर टेक्नो ब्रदर्सलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र आशा छ इन्जिनियर टेक्नो ब्रदर्सले हामीलाई भविष्यमा पनि आउने दिनहरूमा पनि मद्दत गर्नेछ। कुनै पनि समस्याहरू आएमा उहाँले राय सल्लाह सुझावहरू दिनुहुनेछ भन्ने आशा राख्दै म चाहिँ एकदम आभारी छु इन्जिनियर टेक्नो ब्रदर्स लाइट प्रति चाहिँ। थ्याङ्क यू भेरी मच।